जैसे कि अभी एक अंकल मुझे यहाँ पे दिखे कुछ काम करते हुए, तो इस जगह के बारे में मैं समझता हूँ कि आत्मा घर क्यों कहा जाता है। तो दरअसल अंकल हिंदी में नहीं बता पाएंगे, तो वो नेपाली में ही आप लोगों को बताएंगे, ठीक है। तो मैं पूछता हूँ अंकल से। तपाईँ बुझ्नुहुन्न? नेपाली भाषा नेपाली नहीं आता, मुझे हिंदी आता है। ए होइन, बुझ्न त बुझ्छ नि। जी आत्मा घर जी 2068 सालमा जी बनिएको। त्योभन्दा अगाडि चाहिँ सबै च्यानघारी थियो त्यहाँ। जी त्यो वरिपरि सबै च्यानघारी हो। आत्मा घरको वरिपरि मान्छे समाधि स्थल जी त्यहाँ चाहिँ। अनि त्यो चाहिँ त्यहाँको 113वटा च्यान चाहिँ त्यहाँ माथि देखिने ढुङ्गा थुपार्छ नि त च्यानमा त। जी यहाँ ढुङ्गा प्रशस्ति पाइन्छ। अनि त्यहाँ चाहिँ ढुङ्गा निकालेर त्यो लगेर 113वटा माथि देखिएको थियो। मुनि चाहिँ कति थियो थाहा छैन। जी 200 वर्ष अगाडिदेखिको समाधि स्थल होइन। जी अनि त्यहाँ लगेर त्यो ढुङ्गा उठाएर लगेर त्यो आत्मा घर बनाएको। त्यो चाहिँ आत्मा घर भन्दा पनि आत्मा सम्झिने र आत्मा पूजा गर्ने, पुर्खाहरूलाई सम्झिने, पूजा गर्ने ठाउँ जी हो। जी जी अनि त्यो चाहिँ त्यसरी बनाएको। अनि त्यो चाहिँ कसले बनायो भन्दाखेरि 2068 सालमा विभिन्न देशको 7वटा देशको, अमेरिका, जापान, यो युरोपतिरको जी जी युरोपतिरको चाहिँ धेरैवटा देशको 7वटा देशको आर्किटेक्चरको विद्यार्थीहरू आएको थियो। जी अनि त्यहाँ चाहिँ हामीसँग सबैसँग सल्लाह गरेर उनीहरूले चाहिँ अचम्म घर बनाउने भन्यो। जी अनि त्यसो भनिसकेपछि त्यहाँ चाहिँ यहाँ देखिने च्यान चाहिँ 113वटा रहेछ बाहिर देखिने ढुङ्गा थुपारेको। त्यो ढुङ्गा लगेर आत्मा घर बनायो। अनि आत्मा घर बनाएर अनि त्यहाँबाट चाहिँ त्यसको चाहिँ पुर्खाहरूलाई सम्झिने ठाउँ। तर त्यहाँ नामाकरण गराउँदाखेरि चाहिँ आत्मा घर भनेर नामाकरण गरायो। जी अनि त्यो आर्किटेक्चरको विद्यार्थीहरू हामी सबै मिलेर बनाएको। अनि त्यो चाहिँ हेर्ने, घुम्ने ठाउँ, पूजा गर्ने ठाउँ, अनि त्यहाँ चाहिँ पुर्खाहरूलाई सम्झिने ठाउँ, अनि आत्मा बस्ने घर भनेर नामाकरण गराएर त्यो चाहिँ त्यसरी बनिएको। ओके ओके ओके। म चाहिँ हिन्दीमा बताउन सक्दिनँ होइन।